हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। र आज सन्डे फेरि पनि एउटा जग्गा जाँदैछु हेर्नुको लागि। त्यो जग्गा चाहिँ नियर बाई वक रहेछ र त्यो जग्गामा चाहिँ हाम्रो रुपेश भाइले मलाई लाँदैछ। मसँग अविनाश पनि छ पछाडि। आज चाहिँ हामी गाडीमा जाँदैछ तिनजना। लेट्स सी के हुन्छ, हेर्दै जाउँ। तपाईँ पनि हेर्दै गर्नु होला। तपाईँलाई के कस्तो जग्गा रहेछ म देखाउँछु है तल। यो चाहिँ हाम्रो सिलिमभिर, या क्रसिङ सिलिमभिर। आज त रामनवमीले गर्दा होला पुरा डुम्मै छ केटा हो। हेर्दा वातावरण एकदम पानी पर्दैछ। होइन सधैँ आउँछ नि होइन आउनु त असिनाहरू त। यो जग्गालाई चाहिँ चुवाबोटे भन्छ। पहिला यहाँ चुवाको रुख थियो अरे, त्यसले गर्दा यो जग्गालाई चुवाबोटे भन्थेछ। पहिला चाहिँ रोड नहुँदा चाहिँ मान्छेहरू प्रायः जस्तो हिँडेरै उड्द्रो गर्थ्यो अरे नि त। गुम्बा डाँडा वक, सायद अम्चु पदमहरू पनि होला है। उनीहरू पनि नाम्ची जाँदा चाहिँ यही बाटो हिँड्थ्यो अरे नि त। त्यसले गर्दाखेरि चाहिँ यसलाई चाहिँ चुवाबोटे भनेर सबैले मान्छेहरू नाम राखेको रहेछ। र धेरै पुरानो तपाईँले एउटा चौतारा पनि देख्नुभयो होला है। धेरै पुरानो चौतारा पनि छ। त्यसलाई अलिअलि रिनोभेट गर्दै राखिरहेको हुन्छ। यो तल चाहिँ हाम्रो वक पब्लिक ग्राउन्ड। यहाँ चाहिँ जो पनि आएर खेल्दा हुन्छ। प्रायः जस्तो यहाँको भाइ बहिनीहरू प्र्याक्टिस गरिरहेको हुन्छ। आम्बो साइमन दालले सिटिस फुल लगाएछ त भाइ लाइटमा। हो यसले त मजाले फुल लगाएछ देखिस्। यो चाहिँ मेरो साथीको घर, यसले मजाले फुल लगाएछ। र अहिले भने चाहिँ हामी अलमोस्ट पुग्नु आँट्यो त्यो जग्गा। तर पहिला चाहिँ हामी भाइको घरमा जाने। भाइलाई उसको सामानहरू छ नि त, सामानहरू छोडिराखेर त्यहाँदेखिको चाहिँ फेरि हामी रफू खोलापट्टि जाने प्लान गरेको छ आज चाहिँ। आज पनि अलिकति एडभेन्चरिङै छ है। मैले त्यो जग्गाको बारेमा चाहिँ भाइबाटै सुनेको है। त्यहाँदेखि चाहिँ मजाको जग्गा छ अरे। उनीहरूको भनाइ चाहिँ, यहाँ लोकलको भनाइअनुसार चाहिँ त्यहाँनिर चाहिँ गोरलहरू बस्छ अरे। त्यही भएर चाहिँ मलाई हेर्ने इच्छा लाग्यो है। अनि तपाईँहरूलाई पनि यसो देखाउने इच्छा लागेर चाहिँ म त्यो जग्गा जाँदैछु। हुनु चाहिँ पानी पर्ला जस्तो भइरहेको छ अहिले। र अहिले भने चाहिँ हामी भाइको घर आइपुग्यो। मैले गाडी पछाडि राखेँ र एकछिन भाइको घर जाने। खोइहरूको साथी चाहिँ सेती राते राते काले यो सेती अरे। यो चाहिँ राते रातका फिट, यो चाहिँ काले कालो फिट छ। यो चाहिँ रुपिस भएको अहिले भने चाहिँ हामी भाइको घर पुगेर जाँदै गरेको। यहाँ अलिकति गाडी हामी उसको भाइको अगाडि पनि राख्यो। यहाँदेखिको चाहिँ हिँड्नुपर्छ अरे नि त। अब भन्ने चाहिँ हाम्रो रोड छोडेर जङ्गलको यात्रा सुरु भयो। पानी पनि पर्ला जस्तो भइरहेछ, गाडाङगुडुङ पुरै गर्दैछ। लेट्स हेरौँ त्यो जग्गामा पुग्दा पानी पर्ने हो न के हुन्छ, हेर्दै गर्नुहोस् है त। ल अहिले चाहिँ हामी रोडदेखि माथि निस्केर यो बाटो, जङ्गलको बाटो हाम्रो सुरु भयो। पानी दिपु के गर्ने हो है। त्यो त पानी परेन खत्तम हुन्छ त है। अब विश्व बस्ने जग्गा छ अन्त वाट टु डु हो। खत्तम हुन्छ त पानी भेटेन। पानी पर्नु थाल्यो अहिले फेरि हो। यो तरुल कोटाको होला हो यो। प्लास्टिकहरू चाहिँ बोकेर आउनु पर्थ्यो क्या है, यसो ओर्नु क्या सजिलो हुन्थ्यो नि त। अहिले भने चाहिँ पानी पर्नु थाल्यो नि त। जस्ट हामी अलिकति हिँड्नुको लागि स्टार्ट मात्रै गरेको थियो, पानी निकै छिराउनु थाल्यो। लेट्स सी पुग्छ कि पुग्दैन जग्गामा, हेरौँ। जति सक्दो चाहिँ पुग्ने प्रयासमै छ। अलिक हिँड्ने साह्रो पर्दैछ तर अलिक बाटो चाहिँ राम्रै रहेछ। यहाँ चाहिँ मान्छेहरू आवा जावा जङ्गल गरेकोले गर्दा होला अलिक कम्फर्टेबलै रहेछ जग्गा चाहिँ। बाटोमा आउँदै जाँदै हाम्रो साङ्गार भाइ पनि रहेछ। साङ्गार भाइ कहाँबाट आएको? खोला घाँटी भयो। होइन यहाँबाट राम्रो जग्गा छ नि त उसले भने कि, अन्त जाँदै गरेको। हाम्रो साङ्गार भाइ उहाँ पनि खोलाबाट आएको छ। हामी जाँदैछौँ अब। यहाँबाट कतिजना
जङ्गलबाट फर्किने मान्छे भेट्यो सागर भाइ भेट्यो अरूमा आउँदो रहेछ अरू आउँदैछ हामी जाँदैछ लिस्ट चाहिँ घाँस लिएर आएको छ भाइ यो चाहिँ रुपेशको भाइ हेलो आनम रहेछ हाम्रो आनम हाम्रो पछाडि पाण्डु दा यहाँ पनि विशेष पाण्डु दा ल कता गएको फेरि एकैछिन पर रफु खोला जाँदै गरेको हजुर हजुर रफु खोला जाँदै गरेको ओइ के हो त बाख्रालाई त पार्दैछस् क्या खसीहरू पनि रहेछ यहाँनिर जान्छ अरे के पानी पर्यो रफु खोला गएको सुन्दा रफु खोला गएको यहाँ दियोस् भाइ चिन पर खोलामा गएको पर त्यो एउटा जग्गा छ अरे नि त कि त्यो हेर्दै गएको त्यो वारिपट्टि देखेछ ए हो त्यो पुगौँ भनेर नि हुन्छ सुन्दा ल सबैजना बिहान घाँस काट्नु गएको थियो होला है त्यही भएर फर्किँदो रहेछ हामी चाहिँ जाँदैछ अरे भर्खर तर पानी निकै पर्नु थाल्यो जङ्गल भित्रभित्र भएकोले गर्दाखेरि त्यस्तो पानी चाहिँ देखेको छैन नि त खै रुपेश भाइ आउँदैछ त हामी जानुपर्ने चाहिँ पारिपट्टि पऱ्यो होइन पारिपट्टि रफु खोला त्यही भएर अलिक छिटो हिँड्नु सकेको होला हामी है उकालो हुनुभएको चाहिँ पहिलाचोटि चाहिँ मै फिल खान्थेँ हो साह्रो चाहिँ मलाई पर्छ नि त र अहिले भने चाहिँ हामी रफु खोला अलमोस्ट आइपुग्यो ए अघि घाँसहरू यहाँबाट लिएर आएको छ है यहाँबाट लिएर आएको छ यो चाहिँ हो रफु खोला होइन तर त ठुलो देख्छ त भाइ यहाँ त अन्त त्यस्तो छैन त तर त ठुलो देख्छ यहाँ त त्यस्तो छैन त अन्त ठुलो त जङ्गल चाहिँ होला मेरो चाहिँ यहाँ चाहिँ मान्छे पसेको छैन रहेछ नि त है दाउरा होला है सुकेको सकेको छैन निकै अँध्यारो छ अब चाहिँ रुमै भएकोले गर्दा फेरि हेराइ पनि भित्र जङ्गल भित्र छ नि त झोडीमा सानो दुम्सी स्टाइलमा है सिस्नो चाहिँ भेट्यो भने खत्तम हुन्छ फेरि निकै अँध्यारो पनि भयो पानी परेर डुम्मेकोले गर्दाखेरि तपाईँलाई म राम्रो भिडियो त देखाउनु इम्पोसिबलै जस्तो छ पानीले भिजेर क्यामेरा पनि प्रब्लम भयो पानी पऱ्यो बेसी कम भन्नु है आज हेर्नु आएको चाहिँ हामी खास यो केक हो यहाँको जग्गा चाहिँ यस्तो छ रहेछ पानी खोला छैन यहाँबाट जग्गा त यति नै हामी चिन्नु सक्ने जग्गा चाहिँ यहाँ मात्रै है त्यही हुनु सक्दैन है यहाँबाट चाहिँ पानी चुयो भने चाहिँ हुन्छ होइन कहाँबाट ए सबै त्यस्तो भएको हो यो चाहिँ सबै पानी चुहिएर चाहिँ बनिएको अरे नि त यो सबै पानीको खार हो कि भाइ ढुङ्गाको खार भन्नु यो सबै तिको ताको भएको चाहिँ केबाट चाहिँ भएको ए मतलब यो पानी चाहिँ यस्तो यस्तो हुन्छ यो है हाट हुँदै आउँदछ है यो त दबाईहरू होला है आम्बो क्या चाम्रो हुँदो सबै तोड्नु मन त यहाँभित्र टोड्का पो हुन्छ कि यसको भित्र हो पानी चुन्दो रहेछ नि त्यहाँबाट तर कस्तो स्ट्रङ रहेछ त है तोड्नु पनि सक्दैन ए तर यो भाँचियो त यो त कस्तो वाइट रहेछ त अन्त है चाहिँ यस्तो रहेछ नि त सबै पानीबाटै बनिएको अरे नि त पानी चुहिएरै बनिएको यो ढुङ्गाहरू यस्तो जुन चाहिँ यो पानीहरू चुन्दै गरेको ढुङ्गाहरू छ नि यो त भचाउँदा फेरि भित्र हेर्दा चाहिँ वाइट सेतो छ र बिचमा चाहिँ यस्तो टोड्का रहेछ नि त पानी आउने त्यस्तो रहेछ यो चाहिँ यो पानीको थोपा लाग्दा चाहिँ यस्तो हुँदो रहेछ योहरू र यो जग्गालाई पनि फर्स्ट एक्सप्लोरर भनौँ न यो जग्गालाई फर्स्ट एक्सप्लोर गर्ने एउटा लामै हुनुपर्छ
जो चाहिँ मङ्गर लामा भन्नुभयो भाइ मङ्गर लामा हुनुहुन्छ उहाँले चाहिँ यो जोखना हेरेर र उहाँले देख्नु भएको अरे यो जग्गालाई त्यो सानो ढुङ्गा रहेछ त्यो ढुङ्गालाई सायद के बाँधेको भए ध्वजा डोरी के बाँधेको रहेछ र अन्त एउटा कोइन पनि देखेको थिएन मैले यहाँ एउटा यो कोइन पनि रहेछ त्यो चाहिँ यहाँ बाँधिएको रहेछ सो हामी चाहिँ अहिले यहीँ छ सो मैले यो थाहा पाएको चाहिँ 4-5 दिन भयो र मलाई हेर्ने इच्छा लागेको म आएको थिएँ सो मैले हेर्दै तपाईँहरूलाई पनि यसो यो जग्गालाई देखाउने अनि एक्सप्लोर गर्ने इच्छा जागेर चाहिँ म आएको हो सो किप गोइङ अझै पनि तपाईँहरू देखाउँछु म के सक्दो चाहिँ म तपाईँलाई देखाउने कोसिस गर्छु देखाउनु चाहिँ यो पानी चुरै यस्तो भएको है खस्यो है के चाहिँ हो चाहिँ यस्तो लाग्यो चाहिँ भित्र फुटाउँदै वाइट हुँदैछ है सेतो अहिले चाहिँ म यता जाने कोसिस गर्छु तर ग्रिप चाहिँ दामी हुन्छ यसले है ग्रिप चाहिँ दामी हुन्छ सिल किन न हौ अब यहाँबाट त डरै लाग्छ भिरेछ नि मेरो अन्त उकालो सक्दिनँ नि जाने गएकै छैन चारो उता नजाने अहिले त टुङ गर्छु नि यहाँ त अन्त त्यो यहाँ भित्र अनि यति डल्लै उयो जमेर बस्यो हो के चारो उयो गर्नु ट्याक्टर भाँचिन्छ यहाँदेखि यता आउँदा चाहिँ यस्तो जग्गा रहेछ यहाँनिर चाहिँ र अहिले म यहाँ चढेर बसेको जग्गा चाहिँ 80 फिट जस्तो हाइट छ तल ग्राउन्डदेखि चढेर बसेको छु मलाई चाहिँ जाने खालि उतासम्म जाने इच्छा थियो त्यहाँबाट चाहिँ जानु सक्दैन रहेछ सो म अब अघि आएको बाटोबाटै उतै जानु पऱ्यो अब इङ्ग्लिसमा त अझै माथि जानु पाएको भए चाहिँ मजा आउँथ्यो होला है उँभो जानु सक्दैन रहेछ नि त यहाँबाट चाहिँ तर ग्रिप चाहिँ सेटिस रहेछ यहाँनिर है जिप्पीले चान्सेस छैन रहेछ तर ग्रिप चाहिँ मजाको रहेछ अनि तपाईँहरू सायद यो जग्गा घुम्न आउनु सक्नुहुन्छ तपाईँहरू आएर इन्जोय गर्न सक्नुहुन्छ है यहाँ चाहिँ तर अलिक रिस्की चाहिँ लाग्यो मलाई पुरा टु मच हाइट छ अनि खोल्सा भएको कारणले गर्दाखेरि यहाँभित्र पस्दा त सेफ्टी नै रहेछ तर बाहिर निस्किँदाखेरि इनकेस ढुङ्गाहरू आयो भने चाहिँ अलिक साह्रो पर्ने रहेछ यो जग्गालाई अनि सुनेछ अलिक टाइट मलाई चाहिँ यतापट्टि जाने बल भयो सो कोसिस गर्छु जाने तपाईँहरूलाई अलिक माथिसम्म हाइटसम्म देखाउनु है चढेर चढेदेखि तपाईँहरूलाई एक्सप्लोर गर्ने यदि पानी रहेछ चिप्लो भएन सक्छ इजिली सक्छ उयो छैन त्यस्तो चिप्लो छैन रहेछ नि त्यहाँनिर चाहिँ कि कस्तो रहेछ त्यो अघि मैले भने नि क्या डाइनहरूको मुभीमा भनेको क्या सेटिस देखिँदो रहेछ यहाँबाट जो नम्बोलो फाइनली आजको सन्डे एक्टिभिटी थियो जुन चाहिँ यो यसमा पस्ने प्लान थियो हामीले यहाँनिर आधासम्म चाहिँ पस्यो ट्रेनमा म चाहिँ जानु सक्दिनँ वी ट्राई लेटर टिल देन किप वाचिङ थ्याङ्क यू